जोजलपा नमस्ते। आज पनि नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गर्ने समय सन्दर्भ लिएर युनिक साक्य र शङ्कर थापा उपस्थित भइसकेका छौँ। समाजसेवी हुनुहुन्छ, अब वडा अध्यक्ष हुनुहुन्छ अमन महर्जन, कीर्तिपुर नगरपालिका वडा नम्बर 9 का वडा नम्बर 10 का वडा अध्यक्ष हुनुहुन्छ उहाँलाई म यो कार्यक्रममा जोड्दैछु। यो कार्यक्रममा उहाँलाई जोड्नुभन्दा अगाडि म अलिकति उहाँको बारेमा पनि यहाँ कुरा गर्न चाहन्छु। उहाँ एकपटक यो समाज सेवामा लाग्दै उहाँ सङ्क्रमित हुनुभएको थियो। यो कोरोनालाई जितेर सङ्क्रमणबाट मुक्त भएर अहिले पुनः फेरि सेवामा आइसक्नु भएको छ। म उहाँको अनुभव बारे आज हाम्रा श्रोताहरूलाई जानकारी गराउन चाहन्छु। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। सबभन्दा पहिला म कार्यक्रममा अमन महर्जनज्यूलाई स्वागत गर्न चाहन्छु। हेलो वडा अध्यक्षज्यू। हजुर नमस्कार। नमस्कार। म सबभन्दा पहिला नेवा एफएमको यो समय सन्दर्भमा यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद धन्यवाद। अनि अब अहिले देशभरि कोरोनाको कहर छ। हामीले जात्राहरू पनि सिधायौँ, दसैँ तिहार अब फेरि फैलिन सक्ने सम्भावना पनि निकै छ र त्यसमा पनि फेरि तपाईँ पनि एकपटक सङ्क्रमित भएर कोरोनालाई पछारेर जनसेवामा फेरि उपस्थित हुनुभएको छ। यस विषयमा तपाईँले अलिकति बताइदिनुहोस् न यो कोरोनाको बारेमा। कोरोना अब अहिले जनमानसमा एउटा दुई थरीको भनाइहरू बाहिर आइरहेछन्। हजुर। एक थरी यो एकदमै घातक छ, यो एकदमै डरलाग्दो रोग हो भन्ने खालको छ भने एक थरी यो केही पनि होइन, यो साधारण रुगाको के हो भन्ने खालको मात्र भन्ने दुई थरीको वाद विवाद चलिरहेको छ। र मेरो पक्ष केमा छ भने यो साधारण कुनै रुगाको के होइन, यो एकदमै घातक छ। यो जबसम्म आफ्नो घरमा वा परिवार वा समुदायमा एउटा सङ्क्रमित हुँदैन तबसम्म हामीलाई यो साधारण रोग जस्तो लाग्न सक्छ। तर परिवारमा एउटा सङ्क्रमित भएपछि यो कस्तो किसिमको रोग भन्ने थाहा हुन्छ। त्यही भएर यसलाई हेल्थ चेक गर्नु हुँदैन। यो चाहिँ हामीले साधारण सुरक्षाका विधि मात्र अप्नायौँ भने पनि यसबाट सुरक्षित हुन सक्छौँ। जस्तो एसएमएसको कुरा होइन, मास्क लगाउने, सेनिटाइजर दल्ने र भिडभाडमा नजाने किसिमका हामीले मात्र अप्नायौँ भने पनि यो रोगबाट धेरै हदसम्म हामी बच्न सक्छौँ। हजुर। अनि एउटा कुरा, तपाईँलाई यो एकपटक सङ्क्रमण भएको थियो, त्यतिखेर कस्तो किसिमको अनुभव भयो र अनि कस्तो किसिमको पीडा भयो भनौँ न, अब त्यो बारेमा अलिकति बताइदिनुहोस् न। मलाई त यो लक्षण सहितकै कोभिड भएको हो। हजुर। तर मलाई त्यस्तो कडा खालको लक्षण चाहिँ भएन। मलाई 3 दिन हजुर कोभिड भएको चौथो दिनदेखि 3 दिनसम्म चाहिँ अलि खोकीले चाहिँ दुःख थियो, अलि गाह्रै भयो खोकीले। तर अरूलाई जस्तो सास फेर्न गाह्रो होइन, खानै नरुच्ने त्यस्तो किसिमको चाहिँ मलाई चाहिँ भएन। हजुर हजुर। अनि यसको लागि तपाईँले दबाईहरू त केही अब त्यो थिएन, साधारण औषधि नै होला, खानेकुरामा केही कन्ट्रोल गर्नुभयो? खानेकुरामा मैले सुरुमा चाहिँ यो साधारण रुगाज्वरो होला, मैले पनि रुगाज्वरो नै होला भनेर खाना खान छोडेर मैले जाउलो मात्र खान थालेँ। तर जाउलो खाएपछि हामीले धेरै कमजोर बनाउने रहेछ यो सङ्क्रमणले। तर यो खाने चिजमा हामीले केही पनि बार्नु पर्दैन मेरो अनुभवमा। यो फ्रिजमा भएको खानेकुरा खानु भएन। अरू माछा मासुदेखि लिएर सबै चिज राम्रोसँग पकाएर खायौँ भने हामी छिटो चाहिँ सङ्क्रमण मुक्त हुन्छौँ जस्तो लाग्छ। मैले बार्न चाहिँ केही बारिन। तर औषधिको कुरामा चाहिँ मैले सिटामोल एउटा चाहिँ मैले दैनिक 6 घन्टाको फरकमा 4 टाइम चाहिँ खाएँ। र अरू औषधिको मामलामा चाहिँ मैले कीर्तिपुर हस्पिटलको डाक्टर निजिना ताम्राकारज्यूसँग चाहिँ उहाँसँग चाहिँ बुझेर मात्र अरू औषधिहरू मात्र चलाएँ। मैले खोकीको औषधि चलाएँ उहाँसँग सोधेर, र अरू भिटामिन लगायतका औषधि उहाँले नै दिनुभएको अनुसार चाहिँ खाएन। मैले अब सुझाव के छ भने सिटामोल बाहेक डाक्टरको सल्लाह बिना कुनै पनि औषधि नखानु होला, चाहे त्यो आयुर्वेदिक होस् या चाहिँ त्यो डाक्टरको औषधि होस्। हजुर। अनि यसरी अब सिटामोल भनेपछि ज्वरो बढेको थियो यहाँलाई त्यतिखेर?
हजुर ज्वरो यो सिटामोलले के पनि गर्ने रहेछ नि ज्वरो बढ्यो भने ज्वरो पनि घटाउने रहेछ अनि जिउ डाल दुख्यो भने पनि हाम्रो जिउ दुखेको पनि कम गर्ने रहेछ है सिटामोलले चाहिँ त्यही भएर धेरै डक्टरज्यूहरूले चाहिँ यो सिटामोल चाहिँ खानलाई चाहिँ सुझाव दिनुहुने रहेछ। यसरी सङ्क्रमित हुँदाखेरि घरमै आइसोलेसनमा बस्नु भएको थियो अथवा कुनै केन्द्रमा गएर बस्नुभयो? म सुरुमा त म यो हस्पिटल जाउँ भनेर सोचेको थिएँ तर घर परिवारको सल्लाह अनुसार चाहिँ म घरमै बसेँ र हस्पिटलभन्दा घरमा बस्न पायो भने कुनै लक्षणहरू देखेन लक्षण भयो भने त हामी हस्पिटलै लाग्नुपर्छ होइन। श्वास फेर्न गाह्रो भयो त्यस्तो खालको ज्वरो धेरै नै 102 भन्दा बढी ज्वरो आयो भने चाहिँ हस्पिटल लाग्नुपर्छ। तर यो मलाई ज्वरो पनि 99 डिग्री 100 डिग्रीसम्मको बिचको मात्र ज्वरो आएको भएर पनि मैले हस्पिटल जान चाहिँ चाहिनँ। त घर परिवारकै माया ममताले मलाई सहयोग गर्न मेरो मिसेस चाहिँ हामी छुट्टै कोठामा बसे पनि उहाँले सहयोग गर्नुभएको थियो भने मेरो सम्पूर्ण परिवार मेरो दाइको कोठा सारेको भएर मैले कुनैलाई पनि सङ्क्रमण चाहिँ सारिनँ। त्यही भएर चाहिँ हस्पिटलभन्दा घरमै बस्नु राम्रो हुन्छ लक्षण कडा खालको लक्षण देखेन भने। हामीले अहिले म एउटा अर्को कुरा के भन्न चाहन्छु भने अहिले युवाहरू धेरै चाहिँ सङ्क्रमित भएको र धेरै युवाहरूलाई पनि अहिले मृत्युवरण गर्नु परेको अवस्था आएको भएर युवाहरूले कस्तो किसिमको हेलचेक्राइ गरिरहेको छन्। एउटा त समाजमा फैलिएको कुराले गर्दा युवाहरूले पचाउन सक्छ भन्ने खालको अनि युवाहरूले के गरिरहेको छ भने एउटा अक्सिमिटर ल्याएर त्यो अक्सिमिटर जाँचेपछि आफ्नो अक्सिजनको मात्रा ठिक छ भने घरमै बसेर चाहिँ यसलाई चाहिँ पछार्न सक्छु भनेर बसेको पाइएको छ कि यो गर्नु एकदमै गलत हो। अक्सिजन चाहिँ हामीले बाह्य अक्सिजन दिएपछि चाहिँ अक्सिजन मात्रा त्यत्तिकै बढ्ने भएर हामीलाई त्यो बेला चाहिँ डाक्टरको सल्लाह वा डाक्टरको निगरानी भएन भने फोक्सोमा चाहिँ सङ्क्रमण हुने धेरै सम्भावना हुनसक्छ। फोक्सोमा सङ्क्रमण भयो भने यो चाहिँ निको बनाउनलाई चाहिँ अलिक कडा खालको औषधि लगायतका औषधि त छँदैछ नि तै पनि निमोनिया लगायतका औषधि त दिनुपर्छ। हामीले निमोनिया हुनबाट बस्नुपर्छ कुनै सास फेर्न गाह्रो भयो भने हस्पिटल दौडिहाल्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। हजुर अनि यसरी घरमा बस्दाखेरि परिवारमा चाहिँ पारिवारिक तनाव पनि एक किसिमको सिर्जना भयो होला नि? मलाई चाहिँ अब परिवार नै त्यस्तो त भएन होइन तर मेरो समाजका यहाँ समाजमा बस्ने हाम्रा छिमेकीहरू पनि अलिक बुझ्ने खालको हुनुहुन्छ उहाँहरूले पनि सङ्क्रमण भइसकेपछि उहाँहरू आफ्नो मानसिक रूपमा त डराउनु भयो होला तर बाह्य रूपमा चाहिँ उहाँले मलाई कसरी साहस दिनुभयो भने यो कुनै ठुलो रोग होइन यो बचाउन सकिन्छ रुगाखोकी नै हो तपाईँ चाहिँ राम्ररी बस्नुहोस् हामी तपाईँलाई चाहिएको जति सहयोग गर्छौँ केही चिज बाहिरबाट ल्याउनु पर्यो भने पनि भन्नुहोस् मात्र हामी चाहिँ ल्याइदिन्छौँ भन्ने खालको व्यवहार देखाउनु भयो कि धेरै राम्रो है। अनि अलि हाम्रो समाजमा चाहिँ अलिकति नकारात्मक असर पनि गर्छ नि यसले अलिकति सङ्क्रमित भइसकेको छ भने अलि हेला गर्ने खालको पनि त्यस्तो भावना पनि तपाईँले केही अनुभव गर्नुभयो? मैले अनुभव गरेको के हो जुन मेरो छिमेकीहरू छन् नि छिमेकीहरूले त्यस्तो गरेन तर छिमेकीहरूलाई चाहिँ बाहिरतिर बजारतिर जाँदा चाहिँ बजारका मान्छेहरूले ए तपाईँ त ओडादेखि घरसँगैको मान्छे होइन तपाईँ त सङ्क्रमित भएर त्यो नजिकै बस्न नचाहने अरे कि उहाँहरूलाई त्यस्तो व्यवहार गरेछ अनि उहाँहरूले मलाई त्यो व्यवहार गरेको सुनाएपछि त यो त उहाँहरूलाई गरे होइन मलाई गरे व्यवहार जस्तो चाहिँ मैले अनुभव चाहिँ त्यो गरेँ। हजुर पक्कै पनि। अनि अब वडा अध्यक्षको हैसियतले अहिले अब यसरी कीर्तिपुर नगरमा व्यापक रूपमा फैलिरहेको स्थिति छ र अनि हाम्रो वडामा चाहिँ अब यसको अब भनौँ न अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि अलिक बढेको छ भन्ने हामीले सामाजिक सञ्जालमा भेटिएका छौँ के छ यस विषयमा अलिकति बताइदिनुहोस् न। वडामा अब यो हाम्रो वडा नम्बर 10 मा चाहिँ हाम्रो यो झन्डै 18-20 दिन अगाडिसम्म हाम्रो 54 जनासम्म पुगेको थियो सङ्क्रमित सङ्ख्या सक्रिय सङ्क्रमित सङ्ख्या। हजुर अहिले चाहिँ घट्दै आएर चाहिँ हिजोको अपडेट अनुसार मसँग त्यो डाटा पनि छ मसँग व्यक्तिहरूको फोन नम्बर सहितको नाम पनि छ। हजुर अहिले हिजोसम्म सङ्क्रमितको सङ्ख्या चाहिँ 14 जना छ। 14 जना हजुर त्यसमा चाहिँ अस्ति 13 जना थियो हिजो एकजना बढेर चाहिँ 14 जना पुगेको छ। हजुर अनि उहाँहरूसँग जुन फोन नम्बर चाहिँ सही फोन नम्बर चाहिँ त्यहाँ दिनुभएको छ उहाँहरूलाई चाहिँ मैले फोन गरेर किनभने आफ्नो अनुभव उहाँहरूलाई सुनाएको छु कि मैले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ यस्तो खानुपर्छ भन्ने खालको त्यसले गर्दा नि मलाई फिडब्याक कस्तो किसिमको आइरहेको छ भने उहाँहरूबाट तपाईँको त्यो एउटा तपाईँसँग बोलेको 2 मिनटले पनि मेरो सङ्क्रमणलाई चाहिँ धेरै हदसम्म चाहिँ कमजोर बनाउनलाई चाहिँ सहयोग गरेको छ भन्ने खालको फिडब्याक आएको छ त्यसले गर्दा नि मलाई धेरै नै खुसी भएको छ। हजुर पक्कै पनि। अनि यसरी 14 जना सङ्क्रमित छन् तिनीहरूमा हाम्रो कन्ट्याक्ट ट्रेसिङ केही गर्नु भएको छ कि अथवा त्यहाँनिर पिसिआर टेस्टहरू केही अर्को केही विधि अपनाउनु भएको छ?
कन्ट्याक्ट ट्रेसिङ हाम्रो यो कीर्तिपुर नगरपालिकाले एउटा कन्ट्याक्ट ट्रेसिङ टिम भनेर बनाएको छ। उहाँहरूले कन्ट्याक्ट ट्रेसिङ चाहिँ हामीलाई त्यस कीर्तिपुर नगरपालिकालाई चाहिँ रिपोर्टिङ भएका जति सबैको कन्ट्याक्ट ट्रेसिङ भइरहेछ। मैले अस्ति वडाबाट नि एउटा सूचना चाहिँ के प्रभाव गराएको छ भने अहिले बजारमा चाहिँ हाम्रो कन्ट्याक्ट ट्रेसिङ नै भएन, 14 दिन भइसक्यो हामी सङ्क्रमित भएको, हामीले फोन सम्म नि गरेन भन्ने खालको चाहिँ अहिले सङ्क्रमितहरूले त्यस्तो किसिमको पनि भन्ने मैले सुनेको छु कि त्यो हिसाबले मैले सूचना अस्ति के एउटा निकालेँ भने कोही सङ्क्रमितलाई 5 वा 7 दिनभित्र चाहिँ तपाईँहरूलाई चाहिँ नगरपालिकाबाट फोन आएन भने तपाईँहरूको चाहिँ जुन रिपोर्टको फोटोकपी वा रिपोर्टको कपी सहित चाहिँ मैले इमेल पनि दिएको छु र मलाई फेसबुक मेरो फेसबुकमा एड हुनुहुन्छ नि, फेसबुक मेसेन्जरमा पनि त्यो पठाउनु भयो भने म छिटोभन्दा छिटो चाहिँ कन्ट्याक्ट ट्रेसिङ टिमलाई त्यो रिपोर्ट दिएर चाहिँ तपाईँहरूलाई कन्ट्याक्ट ट्रेसिङ गर्नेतिर चाहिँ लगाउँछ भन्ने खालको सूचना निकालेको छु र तपाईँको एफएम मार्फत यो फेरि पनि सूचना चाहिँ म दोहोऱ्याउन चाहन्छु। हजुर धन्यवाद। अनि अब भनौँ न, अब अहिले सरकारले चाहिँ नि अहिलेको हालको स्थितिमा सङ्क्रमितहरूको निगरानी चाहिँ अब टोलवासीहरूले नै गर्ने भन्ने किसिमको एउटा सूचना पनि जारी गरेको छ। यस विषयमा तपाईँहरूले कस्तो किसिमको कदम चाल्नु भएको छ? त्यसको लागि चाहिँ मैले अहिले हाम्रो कीर्तिपुरको यो कीर्तिपुर डाँडोमा 10 वडाका केही क्लब वा केही दाफा खल होइन केही समुदाय स्तरीय चलिरहेका महिला समूह भयो, आमा समूहहरूसँग मैले केही हदसम्म चाहिँ कुरा गरेको छु। एउटा समूह चाहिँ गठन गर्नु पर्यो 5 देखि 7 जनासम्मको। तपाईँलाई हामी चाहिँ सङ्क्रमितहरूको डाटा दिन्छौँ। तपाईँ ती सङ्क्रमितहरूलाई चाहिँ एउटा निगरानी चाहिँ राख्नु पर्यो, उहाँहरूलाई बाहिर निस्किने बाहिर ननिस्किनु भनेर। त्यो पनि फेरि एउटा उहाँहरूलाई चाहिँ त्यस नराम्रो किसिमको बोलीले होइन कि राम्रो बोलीले मुस्कान सहितको बोली भन्छ नि त्यस्तो किसिमको बोलीले चाहिँ उहाँलाई घरमा बस्नलाई चाहिँ प्रोत्साहन दिनु पर्यो भन्ने खालको कुरा चाहिँ अहिले अगाडि बढिसकेको छ। अब केही दिनपछि हामी ती समितिहरू पनि गठन गर्छौँ। हजुर। अनि अब यो सङ्क्रमण यही स्तरमा बढ्दै गयो भने अब योभन्दा अलि कडा कदम पनि चाल्नुपर्ने स्थिति आउन सक्छ, त्यतातिर केही सोच राख्नु भएको छ? कडा किसिमको चाल त हामीले पहिल्यैदेखि जुन चैत 11 देखि लकडाउन भएदेखि नै हाम्रो नगरपालिकाको एउटा सुझाव नै के थियो भने किनभने हामी नगरपालिकाले गर्न चाहेर पनि अहिले जिल्ला प्रशासनको नेतृत्वमा त्यो सिसिएमसीलाई चाहिँ गठन गरेको भएर चाहिँ नगरपालिकाले सुझाव मात्र दिने हो यस्तो उस्तो गर्ने भनेर हामीले पहिलादेखि नै केही सूचना दिइरहेको कि यो चाहिँ कदम चाहिँ कडा खालको चाहिँ चाल्नु पर्यो होइन। काठमाडौँ त अहिले धेरै हट स्पट भइरहेछ, त्यही भएर हामी त्यसको विषयमा पनि अहिले छलफलमा बस्छौँ। हजुर। अब खुसी लाग्यो तपाईँसँग कुरा भयो, वडाको बारेमा अलिकति जानकारी दिनुभयो र आफ्नो अनुभव हाम्रा श्रोताहरूलाई बताइदिनु भयो, त्यसको लागि म धन्यवाद दिन चाहन्छु। र अन्त्यमा छौँ हामी, अब अन्त्यमा जाँदै सङ्क्रमितहरूको अब भनौँ न, अब कोरोना सङ्क्रमण नबढोस् भनेर वडावासीहरूलाई अब नगरवासीहरूलाई केही सन्देश आफ्नो तर्फबाट केही दिन चाहनुहुन्छ? म सम्पूर्ण नगरवासी र यो कीर्तिपुर नगरपालिका वडा नम्बर 10 वासी सम्पूर्णलाई एउटा के सुझाव दिन चाहन्छु भने तपाईँहरू अति आवश्यकीय काममा बाहेक घरबाट ननिस्कनु होला। कुनै आवश्यकीय काम भए पनि तपाईँहरू यो हाम्रो WHO ले दिएको चाहिँ मापदण्ड अनुसार ती मापदण्डहरू पुरा गरेर भिडभाडमा नजाने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुने लगायतका कामहरू चाहिँ घर पुगेपछि र घरबाट निस्किने बेलामा पनि ती कामहरू गरेर कीर्तिपुरलाई एउटा अहिले जुन भयावह अवस्था छ सङ्क्रमणको त्यसलाई चाहिँ न्यून गर्नलाई तपाईँहरू सम्पूर्णको सहयोग बेगर कीर्तिपुर नगरपालिकाले मात्र गर्दा चाहिँ अलिकति असम्भव जस्तै देखेको भएर सम्पूर्ण नगरवासीहरूलाई यो कोरोना भाइरसको सङ्क्रमणबाट कीर्तिपुरलाई चाहिँ न्यून गर्दै लानलाई तपाईँहरूले सकिने जति चाहिँ सहयोग जनचेतना फैलाउनेदेखि लिएर चाहिँ सहयोग तपाईँहरूबाट आउने अपेक्षाका साथ सम्पूर्ण नगरवासीहरूलाई यो कार्यमा सहयोग पुर्याउन हार्दिक अनुरोध गर्न चाहन्छु। हजुर, धेरै धेरै धन्यवाद। आफ्नो अमूल्य समय दिई अमूल्य सुझाव हाम्रो श्रोताहरूलाई दिनुभयो, यसको लागि नेवा एफएमको तर्फबाट म हृदयदेखि धन्यवाद दिन चाहन्छु। स्वागत छ। भविष्यमा पुनः जोडिने आशा राख्दै स्वस्थ रहनुहोला भन्दै म छुट्टिन्छु। धन्यवाद। स्वागत छ। समय सन्दर्भ समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ।
अब कार्यक्रममा हामी छुट्टिने बेला भइसकेको छ। युनिक शाक्य र शङ्कर थापालाई आजको कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्ते, शुभ।